प्रिय साथीहरू, मानिसले तपाईलाई कति बेला महत्त्व दिन्छन् र नजरअन्दाज किन गर्छन्? मित्रहरू, मानिसहरूले नजरअन्दाज तब मात्र गर्छन् जब उनीहरूलाई कोही राम्रो भेटिन्छ वा तिनीहरू कुनै राम्रो व्यक्तिको खोजीमा हुन्छन्। त्यसैले यति धेरै नबोल्नुहोस् कि मानिसहरू तपाईँ चुप लाग्ने प्रतीक्षा गरून्, बरु यति बोल्नुहोस् र चुप लाग्नुहोस् कि मानिसहरू तपाईलाई फेरि सुन्ने प्रतीक्षा गरून्। खुबीहरू देखेर त धेरैले माया देखाउँछन्, तर जीवनमा त्यस्तो व्यक्तिलाई स्थान दिनुहोस् जो तपाईको कमजोरीहरू देख्दा पनि साथ छोड्दैनन्। आजकल आवश्यकता भन्दा धेरै राम्रो हुँदा पनि हदभन्दा धेरै अपमान गराउँछ। तपाईलाई धेरै माया गर्ने व्यक्तिलाई कहिल्यै बेवास्ता नगर्नुहोस्, नत्र कुनै दिन तपाईलाई महसुस हुनेछ ढुङ्गा जम्मा गर्दा गर्दै तपाईले हीरा गुमाउनु भयो। भनिन्छ नि, आफ्नो भाग्य आफै लेख्नुपर्छ भनेर। साथीहरू, जीवनको बाटो तयार भेटिँदैन, आफैले बनाउनु पर्छ। जसले जस्तो बाटो बनायो उसले त्यस्तै गन्तव्य पाउँछ। एकान्तले सधैँ तपाईलाई एउटा महत्त्वपूर्ण व्यक्तिसँग परिचय गराउँछ र त्यो तपाईको मन हो। आफ्नो मनसँग सोध्नुहोस्, तपाईँ कति र कस्तो समयमा दुखी हुनुपर्छ। मानिसहरूले मलाई गलत गरे, उनीहरूले माफी माग्नुपर्छ, उनीहरू बदलिनुपर्छ जस्तो लाग्न सक्छ। प्रिय मित्र, यो कहिल्यै नहुन सक्छ, किनभने उनीहरूलाई लाग्छ उनीहरूले केही गलत गरेका छैनन्। दुःख मानिसहरूको व्यवहारबाट होइन, तपाईको सोचबाट आउँछ। सोच बदल्नुहोस्, दुःख समाप्त हुनेछ। सुरुवात आफैबाट गर्नुहोस्, परिवर्तन महसुस गर्नुहुनेछ। केही भइरहेको छ भने त्यसको पछि केही न केही कारण पक्कै हुन्छ। प्रशंसाको पुलमुनि स्वार्थको नदी बग्छ। कोही व्यक्ति लाख कुरा जानोस्, पुरै विश्वलाई बुझोस्, तर यदि उसले आफैलाई चिनेन भने ऊ अज्ञानी नै हो। यदि कसैले तपाईलाई अस्वीकार गर्यो भने दुखी नहुनुहोस्, किनभने उनीहरूले तपाईको मूल्य बुझेका छैनन्। मेहनत त्यो सुनौलो साँचो हो जसले भविष्यको बन्द ढोका पनि खोलिदिन्छ। शब्द र सोचले संसार बदल्छ। जुन सम्बन्धले हामीलाई रुवाउँछ त्यो भन्दा गहिरो सम्बन्ध अरू हुँदैन, र जुन सम्बन्धले हामीलाई रुनका छोडिदिन्छ त्यो भन्दा कमजोर सम्बन्ध अरू हुँदैन। अतीत सम्झेर नरुनुहोस्, यो गइसक्यो, यसलाई फेरि पछि गएर सुधार्न सकिँदैन। भविष्यको चिन्ता नलिनुहोस्, यो अझै आएको छैन। वर्तमानमा बाँच्नुहोस् र यसलाई सुन्दर बनाउनुहोस्। अतीतको कुराबाट सिकी वर्तमानलाई सहज बनाउनुहोस्। सधैँ शान्त रहनुहोस्, यसले तपाईलाई जीवनमा धेरै बलियो बनाउँछ, किनभने फलाम चिसो भएपछि मात्र बलियो हुन्छ र तातो हुँदा यसलाई जुनसुकै आकारमा ढाल्न सकिन्छ। तपाईलाई कुनै कुराबाट दुःख मिलिरहेको छ भने त्यसबाट सिक्नुहोस् र तपाईँ पनि बलियो हुनुहोस् र अर्को चुनौतीको सामना गर्नको लागि तयार हुनुहोस्। विपत्तिको समयमा तपाईलाई यी कुराहरूले बचाउँछन्: तपाईको बुद्धि, तपाईको भित्री साहस, तपाईको राम्रो कर्म, सत्य बोल्ने बानी र ईश्वरमा विश्वास। आत्माले सधैँ जान्दछ कि सही के हो र गलत के हो, तर मानिसको अगाडि चुनौती भनेको मनलाई बुझ्नु हो। कठिन समयमा व्यक्ति एक्लो हुन्छ, तर कठिनाइहरूले नै व्यक्तिलाई बलियो बनाउँछ। जसले तपाईलाई सम्मान दिन्छ उसलाई सम्मान दिनुहोस्। हैसियत हेरेर शिर झुकाउनु डरपोकपनको लक्षण हो। हामी दोहोऱ्याएर जीवन धन कमाउनको लागि मेहनत गर्छौँ। धनले हामीलाई समाज र आराम दिन्छ। यदि समाजसँगै सम्मान, खुसी, स्वास्थ्य र प्रेमपूर्ण सम्बन्ध पनि कमाउनु छ भने धनभन्दा बढी आशीर्वाद प्राप्त गर्नुहोस्। एउटा कुरा सधैँ सम्झनुहोस् कि धन कमाउनेहरूले माया, आशिष, इज्जत, मान, प्रतिष्ठा कमाउँछन् भन्ने छैन, तर इज्जत, मान, प्रतिष्ठा कमाउन जान्नेहरूले क्षमताभन्दा बढी धन कमाउँछन्। अरूको सहाराले व्यक्तिको आफ्नो अस्तित्व समाप्त हुन्छ। जसरी सूर्योदयमा चन्द्रमाले आफ्नो चमक गुमाउँछ, त्यसरी नै महान व्यक्ति त्यही हो जो आफ्नै बलमा उभिन्छ। उमेर बढ्दै जाँदा तपाईलाई यो महसुस हुन्छ कि तपाईले ती व्यक्तिहरूलाई व्यर्थमा महत्त्व दिनुभयो जसको तपाईको जीवनमा कुनै कोठारे गरेको थिएन। चोरी, कुरा लगाउने बानी र झुट, यी तीन कुराले मानिसको चरित्र नष्ट गर्छ। यदि जीवनमा सत्य जान्न चाहनुहुन्छ भने पहिला आफैलाई स्वीकार गर्नुपर्छ। सबै मुखौटा, आवरण, मान्यता र धारणाहरू छोड्नुपर्छ। तब मात्र तपाईँ सज्जन बन्न योग्य हुनुहुनेछ। यदि तपाईको मनमा कसैलाई दुःख दिने अलिकति पनि भाव छ भने तपाईँ आफ्नैको लागि दुःख बोक्दै हुनुहुन्छ, किनभने तपाईको मनमा रहेको दुःखको बिउ तपाईकै मनको जमिनमा उम्रिनेछ, अरूको मनमा होइन।
जे तपाईभित्र छ त्यसको वृक्ष र फल पनि तपाईभित्रै हुन्छ। वास्तवमा भगवान हरेक मानिसभित्र छन्। आफैभित्र निहालेर हेर्नुहोस् कति आनन्द छ। केही मानिसहरू हाम्रो जीवनमा साँच्चै हाम्रो पक्षमा हुन्छन्, हाम्रो लागि हुन्छन् र ती मानिसहरू हाम्रो माया, स्नेह, अपनत्वको कदर गर्छन्। सुखमा भगवानलाई नभुल्नुहोस् र दुःखमा भगवानमाथि विश्वास राख्नुहोस् र कहिल्यै पनि सुखमा मात्तिने र दुःखमा आत्तिने नगर्नुहोस्। कसैको स्वभाव हेर्न चाहनुहुन्छ भने उसलाई स्वतन्त्रता दिनुहोस्। कसैको सोचमा विश्वास गर्न चाहनुहुन्छ भने उसमाथि भरोसा गर्नुहोस्। यदि तपाईँ दुःखमा ध्यान दिनुहुन्छ भने सधैँ दुःखी रहनुहुनेछ र सुखमा ध्यान दिनुहुन्छ भने सधैँ सुखी र खुसी रहनुहुनेछ। तपाईँ जसमा ध्यान दिनुहुन्छ त्यो तपाईँको जीवनमा सक्रिय हुन थाल्छ। यही प्रकृतिको नियम हो। अर्जुनले मलाई केवल कृष्ण चाहिन्छ भन्ने एउटै निर्णय लिए, बाँकी सबै निर्णय कृष्णले लिइदिनु भयो। तपाईँ पनि एउटा मात्र निर्णय लिनुहोस्। तपाईँ पनि कृष्णलाई नै छान्नुहोस् र बाँकी सबै निर्णय कृष्णमाथि छोडिदिनुहोस्। कसैलाई केही भन्नु अघि एकपटक सोच्नुहोस् कि यदि कसैले तपाईँलाई त्यही कुरा त्यसरी भन्यो भने तपाईँलाई कस्तो लाग्छ। संसार केवल आफ्नो स्वार्थको मित्र हो र केवल त्यति नै बुझ्छ जति उसको स्वार्थले चाहन्छ। तपाईँ सधैँ धेरै होशियार, सतर्क वा अत्याधिक सोच्ने बानीमा हुनुहुन्छ भने तपाईँ सधैँ उल्झन, दुविधा वा सङ्कटमा परिरहनुहुनेछ। हावामा सुनेका कुरामा विश्वास नगर्नुहोस्, किनभने कानका कच्चा मानिसहरूले प्राय राम्रा मित्रहरूलाई धोका दिन्छन्। यदि भगवानमाथि भरोसा छ भने जे भाग्यमा लेखिएको छ त्यही पाउनुहुनेछ। यदि आफैमाथि भरोसा छ भने भगवानले तपाईँले चाहेको कुरा लेख्नुहुनेछ। यदि कसैले तपाईँको राम्रो कर्ममा शङ्का गर्छ भने कुनै निराश नहुनुहोस्, किनभने शङ्का सधैँ सुनको शुद्धतामाथि गरिन्छ, कोइलाको कालोपनमाथि होइन। मनको शान्ति जीवनको सबैभन्दा ठुलो कमाई हो। सल्लाह, साथ र समय यो कुरा नमागिदिँदा मानिसहरूले प्राय यिनको मूल्य सस्तो ठान्छन्। जति शान्त व्यक्ति हुन्छ त्यति नै गहिराईमा आफ्नो बुद्धिको प्रयोग गर्छ। शिशिर नआई रुखमा नयाँ पात आउँदैनन्। कठिनाई र सङ्घर्ष बिना राम्रा दिन आउँदैनन्। जो व्यक्ति थोरै मानि खुसी रहन्छ ऊ सबैभन्दा धेरै खुसीको नजिक हुन्छ। कतिपय मानिसहरू आफ्नो घमण्डको कारणले मूल्यवान सम्बन्ध गुमाउँछन्। जबसम्म तपाईँ डराउनुहुन्छ तबसम्म तपाईँको जीवनको निर्णय अरूले नै लिनेछन्। ती व्यक्तिहरूप्रति वफादार र ऋणी रहनुहोस् जसले तपाईँको लागि आफ्नो समय दिन्छन्। मानिसले कहिल्यै घमण्ड, अहङ्कार गर्नु हुँदैन, किनभने जीवनमा भाग्य, परिस्थिति र अवस्था सधैँ बदलिरहन्छन्। जसरी ऐनामा देखिने प्रतिबिम्ब अथवा मानिसको रूप, अवस्था, पोसाक, अनुहारको भाव बदलिँदै जान्छ, त्यसरी नै ऐना स्वयं बदलिँदैन। ऐना भने सधैँ उस्तै रहन्छ। त्यसैले घमण्ड नगर्नुहोस्, जीवनमा भाग्य बदलिरहन्छ। प्रिय मित्र, शान्तिप्रिय मानिसहरू आनन्दमा जीवन बिताउँछन्। जित वा हारले उनीहरूलाई कुनै प्रभाव पार्दैन। श्रीकृष्ण भन्छन्, स्वर्गको सपना छोड्नुहोस्, नर्कबाट डराउन छोड्नुहोस्। कसलाई थाहा के पाप के पुण्य। आफ्नो स्वार्थको लागि कसैको मन नदुखाउनुहोस्, बाँकी सबै प्रकृतिमा छोडिदिनुहोस्। न त पैसा ठुलो हो न त समस्या। जसले सङ्कटमा साथ दिन्छ ऊ नै सबैभन्दा ठुलो हो। यदि मानिसहरूले तपाईँलाई केवल आवश्यकतामा सम्झन्छन् भने उनीहरूलाई स्वार्थी नठान्नुहोस्, किनभने तपाईँ उनीहरूको जीवनको त्यो प्रकाशको किरण हुनुहुन्छ जो उनीहरूलाई अँध्यारोमा मात्र देखिन्छ। हरेक नजिकको व्यक्तिलाई आफ्नो रहस्य नबताउनुहोस्, किनभने जो आज तपाईँसँग छन् उनीहरू भोलि तपाईँ विरुद्ध भने हुन सक्छन्। किनभने हाँगा हल्लिरहेको भए पनि रुखको हाँगामा बसेको चरा डराउँदैन। चराले हाँगामा होइन आफ्ना पखेटामा भरोसा गर्छ। मानिसहरूले के भन्लान् भन्ने डरले संसारमा सबैभन्दा धेरै सपना तोडेको छ। दुःखमा एउटा औँला हुन्छ र सुखमा 10औं औँलाले ताली बज्छ। जब तपाईँको मनले नै तपाईँलाई कमजोर गर्छ भने संसारसँग के गुनासो गर्नु। एउटा कुरा सधैँ याद राख्नुहोस्, सुखमा त सबै भेटिन्छन् तर दुःखमा केवल भगवान भेटिन्छन्। मेहनत गरिरहनुहोस् तर पनि परिणाम प्राप्त भइरहेको छैन भने सम्झनुहोस्, जुन दिन त्यसको परिणाम आउँछ त्यो दिन तपाईँ सम्हाल्न सक्नुहुन्न। अझै तपाईँको केही प्रतिशत मेहनत बाँकी छ, त्यसलाई जारी राख्नुहोस्। ईश्वरको लागि खर्च गरिएको कुनै पनि कुरा व्यर्थ जाँदैन।
चाहे त्यो समय होस्, पैसा होस्, साहस होस् वा सङ्कल्प। कसैले तपाईँलाई नराम्रो व्यवहार गर्छ भने त्यो उसको कर्म हो, तर तपाईँ कसैको नराम्रो नगर्नुहोस्, सबैको भलो हुने कार्य गर्नुहोस्, यो नै तपाईँको धर्म हो। सुखको लोभले नै नयाँ दुःखहरूको जन्म हुन्छ। मानिसहरू भन्छन् आफ्नाहरूको अगाडि झुक्नुपर्छ, तर सत्य यो हो कि जो साँच्चै आफ्ना हुन्छन् उनीहरूले तपाईँलाई कहिल्यै झुक्न दिँदैनन्। कम बोल्नुहोस्, मिठो बोल्नुहोस्, कसैलाई चोट नपुर्याए बोल्नुहोस्, किनभने यही नै महान व्यक्तिको पहिचान हो। जब तपाईँ एक्लै हुनुहुन्छ, हिम्मत जुटाउनुहोस्। जब बाटो भेटिँदैन, आफ्नो मनभित्र हेर्नुहोस् र भन्नुहोस्, आफ्नै लागि म त छु नि, म आफ्नो लागि आफै सहारा बन्नुपर्छ। भोलिबाट पक्का गर्छु। यो त्यस्तो वाक्य हो जसले पुरै जीवनमा मानिसलाई सफलतासम्म पुग्न दिँदैन। कसैले गरेको राम्रो कुराको फाइदा यति धेरै नउठाउनुहोस् कि ऊ नराम्रो गर्न बाध्य होस्। सम्झनुहोस्, जसले असल व्यवहार वा सकारात्मक बन्न सकेन उनै नकारात्मक कार्य गर्ने प्रवृत्ति राख्छ। जे भए पनि तपाईँको भित्र केही सकारात्मक, राम्रो, सृजनात्मक वा मूल्यमान कुरा हुनुपर्छ। सरल स्वभावको व्यक्तिलाई कमजोर ठान्ने गल्ती नगर्नुहोस्। सरलता उसको संस्कार हो, कमजोरी होइन। श्रीकृष्ण भन्नुहुन्छ, किन तेरो मेरो गर्छौ? एक दिन सबै छोडेर जानु छ। जे कमायो यहाँ नै रहनेछ। केही राम्रा कर्म गर, त्यही तिम्रो साथमा जानेछ। रगतको सम्बन्ध वा पारिवारिक सम्बन्धले मात्र मानिसलाई जोड्दैन। सकारात्मकता, स्नेह, मुस्कान, प्रेम वा करुणाले यहाँसम्म कि अपरिचित वा पराई व्यक्तिसँग पनि सम्बन्ध बनाउन सकिन्छ। त्यस्ता सम्बन्धहरू जोगाउनुपर्छ जसमा म होइन हामी हुन्छ। जीवनमा जब खराब समय आउँछ, परमात्माले मेरो समस्या किन देखेनन्, मेरो दुःख किन कम गर्दैनन्, मनमा विचार आउँछ। तर सम्झनुहोस्, जब परीक्षा चलिरहेको हुन्छ तब शिक्षक मौन रहन्छन्। मानवता मनमा हुन्छ, हैसियतमा होइन। परमात्माले कर्म हेर्छन्, सम्पत्ति होइन। प्रेम धेरै सुन्दर अनुभूति हो। प्रेम सुन्दर अनुहारसँग होइन, मनसँग गर्नुहोस्, तब तपाईँलाई थाहा हुनेछ कि जीवनमा प्रेम मात्र भए पनि, बाँकी कुरा कम भए पनि खासै फरक पर्दैन। तर यदि गलत व्यक्तिसँग प्रेम गर्नुभयो भने सबै कुरा हुँदाहुँदै पनि तपाईँको सास घाँटीमा अड्किए जस्तो हुन्छ। यदि प्रेम गरेर पनि तपाईँ खुसी हुनुहुन्न भने आशा राख्न बाहेक के उपाय हुन्छ र? प्रेम कहिल्यै गलत हुँदैन। हामी मानिसहरू नै गलत व्यक्तिसँग प्रेम गर्छौँ। राम्रो काम गर्नको लागि हरेक समय उपयुक्त हुन्छ। कामलाई भोलिको लागि टार्नु र राम्रो समयको प्रतीक्षा गर्नु केवल आत्मधोका हो। कसैलाई डर छ, ईश्वरले देखिरहनु भएको छ, र कसैलाई विश्वास छ, ईश्वरले देखिरहनु भएको छ। नराम्रो मानिसहरूसँग पनि भेट्नुहोस्, तब मात्र तपाईँले राम्रा मानिसहरू कस्ता हुन्छन् बुझ्नुहुनेछ। तपाईँले लाख राम्रो गरे पनि तपाईँ नराम्रा नै रहनुहुनेछ। सत्य भए पनि तपाईँ झुट बन्नुहुनेछ। तब तपाईँले बुझ्नुहुनेछ कि राम्रा मानिसहरू हर हालतमा सच्चा नै हुन्छन्। तब तपाईँले सायद उनीहरूको कदर गर्न सिक्नुहुनेछ। आफ्ना मातापिताले उनीहरूलाई हुर्काउन गरेको ऋण चुकाउन कहिल्यै सकिँदैन। एक्लै उभिने साहस राख्नुहोस्। संसारले ज्ञान दिन्छ तर साथ दिँदैन। यदि कसैको राम्रो गर्न सक्नुहुन्न भने नराम्रो पनि नगर्नुहोस्, किनभने यो संसार कच्चा छ, बनाउनेवाला होइन। आजको युगमा सुखी हुन स्वार्थी बन्नुपर्छ। यो युगको सत्य वास्तविकता हो। जसले तपाईँको भावनाको कदर गर्न सक्दैन उसको पछाडि पागल हुनु प्रेम होइन, मूर्खता हो। यदि हावाले मौसमको रुख बदल्न सक्छ भने प्रार्थनाले पनि सङ्कटको रुख बदल्न सक्छ। मनमा भएको कुरा भन्ने साहस राख्नुहोस् र अरूको मनमा भएको कुरा बुझ्ने क्षमता राख्नुहोस्। सम्बन्धहरू कहिल्यै टुट्दैनन्। यदि तपाईँको लगन, धैर्य, साहस र सकारात्मक विचारहरूको सहाराले अगाडि बढ्नुहुन्छ भने धेरै कठिन परिस्थितिहरूबाट पनि तपाईँ सफलतापूर्वक बाहिर निस्कन सक्नुहुन्छ। भनिन्छ नि, प्रतीक्षाको फल मिठो हुन्छ भनेर। त्यसैले कुनै कुराको हतार नगर्नुहोस्। धैर्यताका साथ कार्य गर्नाले पक्कै पनि सफलता प्राप्त गर्नुहुनेछ। यदि तपाईँले काम सुरु नै गर्नु भएन भने तपाईँले काम समाप्त पनि गर्न सक्नुहुन्न। कुनै पनि कामको सबैभन्दा कठिन हिस्सा भनेको काम सुरु गर्नु हो। कहिले हार नमान्नुहोस्। आज कठिन छ, भोलि राम्रो हुनेछ र पर्सि सुनलो हुनेछ। यदि मानिसमा केही गर्ने इच्छा छ भने संसारमा कुनै पनि कुरा असम्भव छैन। जहाँ अरूलाई बुझ्न गाह्रो हुन्छ त्यहाँ आफैलाई बुझ्नु नै राम्रो हो। हाम्रो शरीर केवल अस्थायी हो। माटोबाट बनेको छ र अन्ततः माटोमा फर्कन्छ। सास, प्राण पनि स्थायी होइन, अस्थायी रूपमा हामीलाई दिइएको छ। केका लागि घमण्ड गर्नु? घमण्ड राख्नु व्यर्थ हो, किनभने सबैको अन्त्य अन्ततः एउटै हुन्छ। समस्याहरू हाम्रो जीवनको हिस्सा हुन्। जसले आफ्ना समस्याहरूलाई नियन्त्रणमा राख्यो ऊ जित्यो।
र जसले समस्याहरूलाई टाउकोमा भुकेर हिँड्यो ऊ हार्यो। साथीहरू, कसैले हाम्रो साथ दिइरहेको छ र यो अदृश्य शक्तिलाई हामी परमात्मा भन्छौँ। त्यसैले सम्झनुहोस्, जब संसारले तपाईँको साथ छोड्छ तब ईश्वरले तपाईँको हात समात्नुहुन्छ र सही मार्ग देखाउनुहुन्छ। त्यसैले आफूलाई महत्त्व दिनुहोस्, आफू बन्नुहोस् र वास्तविक जीवन बुझेर जीवनलाई अर्थपूर्ण बनाउनुहोस्। प्रिय मित्रहरू, हामीले यो भिडियोबाट के सिकेका छौँ त? सर्वप्रथम हामीले सम्बन्ध र व्यवहार बुझ्नुपर्छ। मानिसहरूले राम्रो व्यवहार पाएपछि मात्र तपाईँलाई खोज्छन्। त्यसैले तपाईँको व्यवहारले तपाईँको मूल्य निर्धारण गर्छ। कम बोल्नुहोस् ताकि मानिसहरू तपाईँलाई फेरि सुन्न इच्छुक हुन्। कमजोर समयमा पनि साथ नछोड्ने व्यक्तिलाई महत्त्व दिनुपर्छ। अरूलाई प्रेम गर्दा मनलाई हेर्नुहोस्, अनुहारलाई होइन, किनभने प्रेम अनुहारमा होइन मनमा हुन्छ। र अर्को, आत्मनिर्भरता र आत्मचिन्तन। साथीहरू, जीवनको बाटो आफैले बनाउनुपर्छ, अरूको भर परेर होइन। एकान्तमा आफ्नो मनलाई चिन्नुहोस्। अरूको बाल्टी खोज्नुभन्दा आफ्नो सोचलाई बदल्नुहोस्। यदि तपाईँले आफूलाई चिन्नु भएन भने अरू जतिसुकै कुरा जाने पनि तपाईँ अज्ञानी नै रहनुहुनेछ। त्यस्तै सकारात्मक सोच र आध्यात्मिकता। साथीहरू, जीवनमा आउने समस्याहरूलाई अवसरको रूपमा हेर्नुपर्छ। पात झरेपछि मात्र नयाँ पात आउँछ, त्यसरी नै दुःख र सङ्घर्षपछि मात्र सुख आउँछ। आजको दुःखलाई चिन्तामा परिणत गर्नुको छाटो वर्तमानमा बाँच्ने प्रयास गर्नुहोस्। ईश्वरमा विश्वास राख्नुहोस् र भगवानलाई आफ्नो जीवनको एकमात्र निर्णय बनाउनुहोस्, किनभने उहाँले तपाईँको बाँकी सबै समस्याहरूको समाधान गर्नुहुनेछ। र अन्त्यमा कर्म र नैतिकता। मित्र, राम्रो कर्म गर्न कहिले ढिलो गर्नु हुँदैन। अरूलाई दुःख दिने विचार आफैलाई दुःख दिनु हो। प्रशंसाभित्र स्वार्थ लुकेको हुन्छ। धनभन्दा आशीर्वाद कमाउनु महत्त्वपूर्ण हुन्छ। अरूको आलोचना नगरी आफ्नो कर्तव्य र धर्ममा ध्यान दिनुपर्छ। मानिसहरूको मूल्य तब मात्र थाहा हुन्छ जब उनीहरू जान्छन्। त्यसैले बोली र मौनलाई सन्तुलित गर्नुपर्छ। कमजोरी देखेर पनि नछोड्ने साथीलाई जीवनमा प्राथमिकता दिनुहोस्। दुःख अरूको व्यवहारभन्दा आफ्नै सोचबाट जन्मन्छ। सोच बदल्दा दुःख घट्छ। अतीत सम्झेर रुनु हुँदैन। भविष्यको चिन्ता पनि नगर्नुहोस्। वर्तमानमा बाँच्नुहोस्। विपत्तिमा बुद्धि, साहस, कर्म, सत्य र ईश्वरको विश्वासले मात्र साथ दिन्छ। धन मात्र होइन, आशीर्वाद, सम्मान र साँचो सम्बन्ध कमाउनुपर्छ। घमण्ड, झुट, चोरीले चरित्र नष्ट गर्छन्। सरलता कमजोरी होइन, संस्कार हो। कठिनाइले नै बलियो बनाउँछ। धैर्य, लगन र सकारात्मक सोचले सम्बन्ध र जीवनलाई टिकाउँछ। प्रेम सुन्दर छ, तर गलत व्यक्तिसँग प्रेम गर्दा पीडा हुन्छ। भोलिबाट गर्छु भन्ने सोच सफलताको बाधक हो। काम तुरन्तै सुरु गर्नुहोस्। सङ्कट, सङ्घर्ष र धैर्यपछि नै सुनौलो दिन आउँछ। जब सबै साथ छोड्छन्, भगवानले हात समाट्नुहुन्छ। साथीहरू, अन्तमा एउटा छोटो कथा भनेर आजको लागि बिट मार्छु। धर्मपुर गाउँमा एक किसान नाम गरेको समाजसेवी आफ्नो परिवारसँग हाँसी खुसी बस्थे। उनीहरूलाई राम्रो व्यवहार गर्थे, सबैलाई सम्मान माया गर्थे। एउटा शान्त साँझ थियो। आँगनमा बुढाबुबा आफ्नो नातिसँग बसिरहेका थिए। आकाश रातो घामको रङले रङ्गिएको थियो। हावा शीतल थियो। नाति उत्सुक भएर सोध्यो, हजुरबा, तपाईँलाई सबैले किन यति सम्मान गर्छन्? तपाईँ कसरी धनी र प्रसिद्ध बन्नुभयो? सानो बेलामा तपाईँको जीवन कस्तो थियो? बुढा किसान मुस्कुराए। उनका आँखामा पुराना सम्झनाहरू तैरिए। मन्द स्वरमा भन्न थाले, बाबु, मेरो जीवन कथा सजिलो थिएन। जब म तिम्रो उमेरको थिएँ, म निकै गरिब थिएँ। कति काम गरे पनि जीवनमा शान्ति थिएन। एक दिन म थाकेर निराश भएर नदी किनारा पुगेँ। त्यही नै मेरो जीवन बदल्ने ठाउँ भयो। उनी केही क्षण मौन भए अनि सम्झना ताजा गर्दै भने, नदी किनारामा मलाई एकजना ज्ञानी गुरु भेटिए। मैले मेरो पीडा सुनाएँ। गुरुजी, म किन जन्मिएको? जीवनमा किन यति धेरै दुःख मात्र छ? गुरुजीले मुस्कुराउँदै भने, बाबु, दुःख अरूले होइन, तिम्रो सोचले दिन्छ। सोच परिवर्तन गर, जीवन बदलिन्छ। अतीतलाई सम्झेर रोइहाल्नु पर्दैन। भविष्यको चिन्ता गरेर चिन्तित पनि हुनु पर्दैन। वर्तमानमा रमाउन सिक। भगवत गीतामा भनिएको छ, जब मानिस आफ्नो मनलाई जित्छ तब ऊ संसार जित्छ। मेहनत, सत्य र विश्वास यिनै भविष्य खोलिदिने चाबी हुन्। यी वचनहरूले म तृप्त भएँ। म घर फर्केँ, आफ्नो सोच परिवर्तन गरेँ। यही विचारलाई मैले जीवन बनाएँ। सानो काम भए पनि इमान्दारी र लगन राख्न थालेँ। समय बित्दै गयो। व्यापार बढ्दै गयो। मानिसहरूको विश्वास र सम्मान बढ्दै गयो। किसानको स्वर भावुक भयो। त्यो गरिबको छोरो जसलाई सबैले व्यवस्था गर्थे, एक दिन देशभर परिचित भयो।
नातिको आँखा चम्किला भएर उसले सोध्यो, हजुरबा, के म पनि तपाईँ जस्तै सफल हुन सक्छु? किसानले उसको काँधमा हात राखेर मुस्कुराउँदै भने, अवश्य सक्छस् बाबु। याद राख, जीवनमा धन मात्र होइन, विश्वास, आशीर्वाद, प्रेम र सम्मान कमाउनु पर्छ। कठिनाइ आए डर मान्नु पर्दैन, किनभने ईश्वरले कहिल्यै साथ छोड्दैनन्। त्यो राति नातिले हजुरबाको कुरा मनमा गाँठो पारेर राख्यो। उसको दृष्टि बदलियो। अब ऊ पनि सकारात्मक सोच, लगनशीलता र भगवत गीताको शिक्षासँग आफ्नो बाटो सुरु गर्न तयार भयो। हस्त मित्रहरू, यो भिडियोमा आज यति नै। आशा गर्छु तपाईले यो भिडियोबाट धेरै कुरा सिक्नु भएको होला। अर्को भिडियोमा भेटौँला। तबसम्म आफ्नो ख्याल राख्नुहोस्। यहाँको समय सुन्दर बितोस्। धन्यवाद। जय श्री कृष्ण।